मई महीनाको पहिलो दिन सिंगलीला रेन्ज अन्तर्गत पश्चिम बंगालको उच्च स्थान सन्दकफूमा हिमपात भएको छ। यसरी मई महिनामा हिमपात भएको कारण पर्यावरणविदहरूले चिन्ता व्यक्त गरेको छ। पर्यावरणविदहरूले यस हिमपातलाई हिमालय क्षेत्रमा जलवायु परिवर्तनको उदाहरणको रूपमा हेरिरहेका छन्। उनीहरूको भनाइ अनुसार मई महिनामा हिउँ पर्नु अपवाद नै हो। अरे बाप रे। कसरी पूजा गर्दैछ होला है तल? अब यहाँनिर चाहिँ एकदमै अर्कै सिन हुन्छ होइन? अर्कै सिन हुन्छ धेर भएको कारणले हामी यहाँ चाहिँ हल्का सोरेर हामी सोर्ने पनि 3 जना मात्रै छ। अब माथिको टुरिस्टहरूलाई त रेस्क्यु गर्नु पर्यो होला होइन। सबै साथीहरू आइदिएको भए चाहिँ यहाँनिर मेन भनेको यहीँ हो। तलतिर त निकै हामीले सोरेर आयो। यो चाहिँ जस्ट मन्दिरकै मुनिपट्टि हो, पासाङहरूको घर मुनिपट्टि।